उहाँलाई चाहिँ अन्तिम श्रद्धाञ्जलीको लागि चाहिँ हामी यहाँ एकट्ठा भएको छौँ। उहाँको सानो जानकारी दिनु भने उहाँ चाहिँ 15/3/1950 जन्म भएको होइन। उहाँ अहिले 76 वर्षको होइन, 77 वर्षको हुनु भएको छ र उनको मृत्यु भएको होइन। जस्तो 1 मिनट मौन धारण चाहिँ सबैले उहाँको शान्तिको लागि चाहिँ गरेको है। र सबसे पहिला हामी रिप्लिङको कारबाही चाहिँ रिप्लिङ कारबाही गरेपछि 2 मिनट 1 मिनटको मौन धारण, त्यहाँबाट फेरि हामीले राष्ट्रिय स्रोत, त्यहाँबाट चाहिँ एउटा हामीले शोक संवेदना पत्र चाहिँ उहाँको पढेर हामी यहाँ यो दुई लाइन हुन्छ। बस्नु आफ्नो उताबाट लिनुहोस् न, लेखेको छ कि। अब सावधान, 1 मिनट मौन धारण है। अप स्लोमेसन डाउन। अब विश्राम। अब अन्तिममा हाम्रो सङ्गठनबाट यो शोक संवेदना पत्र प्रकट गरेको छौँ उहाँको फ्यामिलीलाई। यो चाहिँ हाम्रो सङ्गठनको उपसचिव
धनरी नाइक शुद्ध विराज भाइले पठन गर्नुहुँदैछ है। यहाँ भाइ यहीँबाट पढ्नु नमस्कार सबैजनालाई र म शोक संवेदना पत्र पठन गर्न सुरु गरिरहेको छु। गोर्खा भूतपूर्व सैनिक अर्धसैनिक कल्याण सङ्गठन तामसङ पेम्बुङ शाखा दार्जिलिङ नम्बर 14308323 एच अनेरी नाइब सुबेदार टेकराज मुखिया। जन्म 5/3/1950, मृत्यु 1/2/2026। जन्म अनि मृत्युको बिचमा अल्झिएको यो हाम्रो अति नाजुक मानव चोलामा मृत्युले जसलाई हामी न त स्वीकार्न नै सक्छौँ न त नकार्न, यो हाम्रो जीवनको एकदमै तितो सत्य हो। जीवनको यही रीतिलाई अँगाल्दै हाम्रो सङ्गठनको बहादुर सदस्य अनेरी नाइब सुबेदार टेकराज मुखियाज्यूको दिनाङ्क 1/2/2026 को दिन स्वर्गवास हुनुभयो। उहाँ एक बहादुर गोर्खा सैनिक जो पाकिस्तान विरुद्ध भएको सन् 1971 सालको युद्धमा आफ्नो प्राणको परवाह नगरी आदम साहसले युद्ध लडी देशको रक्षाको निम्ति वीरतापूर्वक दिएको ठुलो योगदान रहेको छ। सेनामा 24 सालको सेवानिवृत्तपछि 2019मा हाम्रो सङ्गठनमा सदस्यताको लिएर पश्चात हर क्षेत्रमा उहाँको सहभागिता सँगै सहयोगको साथ सङ्गठनलाई माया गर्ने एक असल व्यक्ति अनेरी नाइब सुबेदार टेकराज मुखिया हुन्। त्यसरी नै समाजमा पनि संस्कार, संस्कृति, कार्य र सेवाको क्षेत्रमा दिएको उनको योगदान अतुलनीय रहेको छ। उनको निदानले हाम्रो सङ्गठन र समाजमा ठुलो क्षति भएको छ। वर्तमान समयमा एक पाखा उज्यालो हामीबाट टाँगिएको महसुस भइरहेको छ। उनको दुःखदायी निदानलाई सङ्गठनको तर्फबाट श्रद्धाञ्जली सहित गहिरो शोक व्यक्त गर्दै उनको आत्माले चिर शान्ति पाउन् साथै शोकाकुल परिवारलाई यो अपूर्णीय दुःख सहने शक्ति प्राप्त होस् भनेर माता दुर्गाप्रति प्रार्थना राख्दै यो शोक संवेदना पत्र टक्राउँदछौँ। भविद्य गोर्खा भूतपूर्व सैनिक एवं अर्धसैनिक कल्याण सङ्गठन तामसङ पेम्बुङ शाखा दार्जिलिङ। र म 3 पल्ट भारत माता कि भन्छ सबै उपस्थितहरूले तपाईँहरूले जय जय पुकार दिने। भारत माता की जय, भारत माता की जय, भारत माता की जय। धन्यवाद। यो हामीले है यसरी बनाएको छौँ। यो अलिकति हामीले यो इन्डियन आर्मीको है यो सङ्गठनको छ, उहाँको फोटो छ। यो चाहिँ उहाँ 71 को लडेको मेडल है, यसरी हामी प्रकाशित गरेछौँ। उहाँको जन्म मृत्यु सानो विवरण गरेर हामीले भव्य चाहिँ सङ्गठन गरेछौँ है। सङ्गठनको स्ट्याम्प र यहाँ प्रेसिडेन्ट मैले नै साइन गरेछु। यो संवेदना पत्र चाहिँ हाम्रो बुजुर्ग सदस्य तपाईँ कालुदाको प्रेसिडेन्ट, समाजको प्रेसिडेन्ट श्रीमान भीम छेत्रीज्यू है, उहाँको बाहुलीबाट चाहिँ उहाँको श्रीमती मिनु थामी मुखियालाई चाहिँ सबैलाई धन्यवाद है। हाम्रो कार्यक्रम यहाँसम्म समाप्त हुन्छ। अब यो लाने यो भयो मुनि भयो 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 काठमा 3 जना भयो। बिस्तारै बिस्तारै तपाईँ होस् भयो नि। बाटो छोडो बाटो बाटो टेलबोट खोलेछ न पहिला गाडी चढिदिन्छु म होइन यहाँसम्म खिचिदिनुहोस्।
तार्नु अलिक तार्नु ढक्कन लाग्यो